हेलो गाइस नमस्ते फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। अनि आज चाहिँ हाम्रो बिहान भन्दा पनि 10 बजिसक्यो होइन। त्यसको काम स्टार्ट भइसक्यो भनौँ न। कहाँबाट स्टार्ट भयो म हजुरलाई देखाउँछु है त। अनि यति मेरो भिडियो मनपर्छ भने हेरिदिनु होला लास्टसम्म। स्टार्ट भइसकेको छ। यहाँ हाम्रो बडीले चाहिँ यसरी खुट्टाले मारिरहेछ। अनि बडी चाहिँ कहिले पनि चप्पल लाउँदैन, चप्पल जुत्ता भन्ने चाहिँ खाँच्चै लाउँदैन। अनि यो चाहिँ हाम्रो भयो तोरी। अनि यहाँ एकजना यहाँ छ हाम्रो म्याडम, बोरी दाना खाइरहेछ, सिनेको बोरी। नानी हेलो भन्नु, हेलो भन्नु, नमस्ते भन्नु। गुड। के हेर्ने भरे देखाउँछु ल। अहिले म भिडियो बनाउँछु हस् ल। अहिले म भिडियो बनाउँछु भरे देखाउँछु ल। ल यहाँ चाहिँ भयो हाम्रो आमा है। आमाले चाहिँ यो हाम्रो तोरी चाहिँ दुई खाले रहेछ यसपालि चाहिँ। यो कालो र अनि पहेँलो पहेँलो भएको। अनि आमालाई चाहिँ जस्ट यो पहेँलो खालको चाहिएको अरे, त्यही भएर पहेँलोको लागि मात्रै यो छुट्याइराखेको छ। पहेँलो चाहिँ बिउ छर्ने अरे नेक्स्ट टाइम। आमा तेल खाने अरे, तोरीको तेल तेल तेल। अनि यता हाम्रो केटीहरूको काम गइरहेछ। यता भनेपछि केटा र केटी त छैन र हामी यताहरू चाहिँ अलिक तागतवाला, खतरा तागतवालाहरूको यहाँ हुनुहुन्छ हाम्रो महिला दाजु अनि भेना, अनि हाम्रो सोनाम, अनि यहाँ मेरो दिदी। उनीहरू चाहिँ सिन्ट्याक्सको काम गरिरहेछ। अनि म चाहिँ भिडियो बनाइरहेछ। हाम्रो बुजी चाहिँ यहाँनिर एकदम बोल्यो भएर बाँस काटिरहेछ। बाँस त्यो भाटा बनाइरहेछ। बुटवाला निस्क्यो त, बुटवाला निस्क्यो त। निस्किन्छ त, गाउँमा यस्तै हो। हामी के हेरौँ त बुदा कसरी बनाउँदो रहेछ हेर्नु पर्यो नि। चाहिँ हाम्रो सिन्ट्याक्सको काम धमाधम। पानी यो चाहिँ 3000 लिटरको हो। यो चाहिँ के अरे, यसलाई के भन्छ अरे? सोलर रेन्ज। स्क्रु अलिक ढिलो भएको छ भने यहाँभित्र लगाएर टाइट गर्ने अरे हो। हाम्रो प्लम्बर दाइ नभएपछि त्यस्तो त हुन्छ त। अलिक लामो काटेको छैन बेन? हामी त यहाँ एस्टिमेटमा काटेको छ नि त। पेटहरुको सोलर रेन्ज हो यो माइल दाइ। कुन त्यो त हाम्रो हो। यो यहाँ भित्र बाहिर अच्छा छि हेर्नु माइजूको मुखै बाहिरै कुदिरहेको रहेछ। हाम्रो सोमश्रीले माथि माथि कुदाए जस्तो छ मेसिन त। होला यति गर्दा है यतिको दिनु छ प्रेसर गर्नुपर्ने परेन भने चाहिँ माथि काट्नुपर्छ। गनाउँदैन सरी गनाइरहेको छ त नि। यति छैन अरू बेला खोल्दाखेरि कस्तो गनाउँछ मार्छ त यसले पनि डेन्डेड जति भयो। कस्तो गनाउँदो रहेछ त अन्त सर लाम काटेन अनि माथि काटेको भए हुन्थ्यो त नि। भरे यहाँ नपुगेको भन्दा चाहिँ नि लामो काटेको ठ्याक्कै ठिक हुन्छ कि मेन पाइप चाहिँ जोड्नु हुँदैन बेसी। लु त ल्याउँ त यता यो माटो अलिकति कोदालो कहाँ पुग्छ? तल यति आउँदैछ पानी अझ यति फोर्छ नि
चराउनु पर्यो नि अब दोस्रो टिकेर हो भने अन्त ठ्याक्क बेला भयो नि काले सोनाभन्दा पल्लो चाहिँ हुन थाल्यो फेरि त्यो दिन आफै टाइट हुन्छ मैले दाइ आफै टाइट हुन्छ सेट छ नि त्यहाँ पानी त बन्द गरेर आएको भए ठिक हुन्थ्यो होला माथिबाट कहाँ बन्द गर्नु अनि हाम्रो चाहिँ 4 बजिसक्दा पनि यस्तो भइरहेछ तोरी चाहिँ यस्तो देखिरहेछ होइन तोरी 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 म चाहिँ गएँ अब होइन अनि सबैजना चाहिँ साम्याङ खाने भनिरहेछ अनि म चाहिँ साम्याङको लागि म चाहिँ गएँ यहाँ तल साग टिप्नुको लागि लसुन पनि टिपिदिन्छु म अब यसरी पकाउनु पर्ने हुन्छ जे होला होला पसिदिने हो अब खरल्यामै यता साइडबाट पस्नु पऱ्यो अलिक सानो सानो पत्ता भएको चाहिँ लानु पऱ्यो गाइस हाम्रो साग कति देखाउनु कति चाहिँ देखाउँ अलिक सानो सानो लामो लामो हाई गाइस होइन अनि आज चाहिँ म हिजोकै भिडियोबाट कन्टिन्यू गरिरहेको छु किनकि हिजो चाहिँ गाउँमा त्यस्तै हो यताको काम थोरै गरौँ उताको काम थोरै गरेँ त्यही भएर छोटो छोटो क्लिप निकालेर होइन अनि आज फेरि कन्टिन्युस गरिरहेको छु अनि आज चाहिँ म आमा अनि सानो नानी चाहिँ बेमा जानु लागिरहेछ आज तल बे छ अनि यहाँनिर गाडी पर्खिरहेछ धेरै टाढो हो नि त त्यही भएर हामी चाहिँ गाडी पर्खिरहेछ अनि तलबाट के किनेर पनि लानुपर्ने हुन्छ झऱ्यो आमा नानी हेलो भन्नु म बेमा गएको भन्नु बेमा गएर के खाने रोटी मासु भात बन के खाने भन्छ मासु भात बन खोइ हात छोड्न अन्त भन् के खाने रे छिटो भन्दैन त लाँदैन यता फर्केर मासु भात खाने के खाने मासु भात खाने ल खा मासु भात अब गाडी नआइन्जेलसँग चाहिँ वेट गर्नुपर्छ गाई रे के गर्मी छ त गर्मी अनि यो कालीको चप्पल चाहिँ जुत्ता चाहिँ उक्किन लागिरहेछ भरे उक्क्यो भने चाहिँ त्यसको लागि चप्पल पनि बोकेर हिँडेको छ चप्पल आमा म भनिरहेको छु एउटा माथि हाम्रो गाउँमा चाहिँ यस्तो बिहे चल्छ बेला